हामी छोरीहरूको चाहिँ सबैभन्दा ठुलो गहना चाहिँ हाम्रो कपालै अरे के यो कुरा छ यो त। सो हाई एभ्रिवान, वेलकम ब्याक टु माई मिनी ब्लग। अनि अहिले चाहिँ छोरा सुतिरहेको छ, अन्त रुमहरू पनि एकदमै मेसी भइरहेको छ है। अन्त म चाहिँ त्यो मिलाउँदै अन्त साइडमा भिडियो पनि बनाउँदैछु साथीहरू। अन्त मेरो कपाल चाहिँ एकदमै झर्छ है साथीहरू। अन्त म चाहिँ सोच्दैछु कपाल काटिदिन्छु भनेर, मैले मम्मीलाई पनि सुनाएको। अनि मम्मीले भन्नुभयो छोरी मान्छेको गहना काट्नु हुँदैन भनेर भन्नुहुन्छ नि त। अनि के गर्नु भइरहेछ साथीहरू। अन्त मेरो यो वान पिस चाहिँ छ नि साथीहरू, यो चाहिँ छोराले तानिदिएर पठाइदियो नि त, राम्रै छ। अन्त त्यो चाहिँ म सिलाउँछु भनेर चाहिँ नानी सुतिरहेको बेलामा। अनि म चाहिँ बेबी मोनिटर पनि साइडमा राखेर, अन्त यो बेबी मोनिटरको चाहिँ एकदमै मलाई चाहिँ काम लाग्यो है साथीहरू। अन्त स्पेसली म चाहिँ मेरो जेठाजुलाई थ्याङ्क यू भन्नु चाहन्छु, उहाँले मलाई युकेबाट पठाइदिनु भएको हो साथीहरू। अन्त मेरो चाहिँ अनुहारमा चाहिँ नि यस्तो पिगमेन्टेसन आएको छ, यसको दबाईको बारेमा चाहिँ कसैलाई थाहा छ भने प्लिज मलाई कमेन्टमा बताइदिनुहोस् है साथीहरू। अन्त हेर्नुहोस् म चाहिँ यहाँ मेसिनमा बसेर चाहिँ मेरो लुगाहरू पनि सिलाइसकेँ। अन्त साथीहरू मेरो छोराको नयाँ कन्तुर पनि ल्याइसकेँ।